यो चाहिँ नुवाकोटबाट ल्याएको एउटा भोगटे छडाको यति धेरै भयो कि हामी खानै पनि गाह्रो पर्ला जस्तो हो। यो सानो बाटाभरि भयो। यसमा चाहिँ नुन खुर्सानी हालेर मेथी पड्काएर बेसारमा झानेर तिलको छोप पिनेर हालेर अनि त्यसपछि दही हालेर बेसकन साँधेर मजाले खाएको खाइ नै सकिएन ल। कहाँ हुनुहुन्छ तपाईँहरू आउनुहोस् ल खानालाई, नभए म भोलि एउटा सानो बट्टामा हालेर ल्याइदिन्छु। कहाँ कहाँबाट पुको हुनुहुन्छ खान मन लाग्ने जातिले चाहिँ कमेन्ट गर्नु ल। एकदमै देख्दाखेरि नै हेर्नु न कति मिठो, मुखबाट पानी आउने खालको छ, एकदमै मिठो छ। म तपाईँहरूलाई ल्याइदिन्छु, आउनुहोस् है खानालाई। कमेन्ट गर्ने साथीहरूलाई चाहिँ म स्पेसल ल्याइदिन्छु है ल। कसलाई चाहिन्छ ल कमेन्ट गरिहाल्नु है, फटाफट गुटुङटुङ कमेन्ट गर्नुहोस् ल, म हालेर ल्याइदिन्छु तपाईँहरूलाई।